आजको दिन चाहिँ मलाई एकदम भ्याइ नभ्याइ भएको थियो कि उठ्न पनि ढिला ढिला भयो होइन। अनि छिटो कपाल मिलाएर ज्यान तिनीको तन्काएर अनि किचनतिर लागिहालेँ। आज चाहिँ मेरो छोरोलाई दुध रोटी पठाइदिन्छु है खाजामा भनेर बनाएको थियो। खाना र खाजा घरबाटै लाने भएपछि बिहानभरि भ्याइ नभ्याइ काम हुन्छ क्या मेरो त होइन। अनि छिटो आँटा मुछेर राख्दिएँ। अनि दुध एकतिर बसालेँ, त्यसमा अब 2-3टा सुकमेलहरू अनि मरिचको धुलो चिनी राखेर मजाले दुध उम्लिँदै थियो। अनि यता मुछेर राखेको आँटालाई चाहिँ अनि विभिन्न सेप दिएर मैले चाहिँ बनाउँदै थिएँ। अनि यहाँनिर चाहिँ मैले चन्द्रमा सूर्य जुन तारा सबै बनाइदिएको थिएँ कि अब खाने बेला बच्चा खुसी हुँदै खान्छ नि त के हेरेर। हामीलाई पनि मम्मीले त्यस्तै बनाएर बनाइदिन्थ्यो अनि के बनाइदिन्थ्यो अनि हामी पनि हेर्दै रमाउँदै खान्थ्यौँ नि त। अनि मैले चाहिँ धेरै वर्ष भयो दुध पाङ्ग्रा नखाएको। अनि कताबाट छोरोले पनि दुध पाङ्ग्रा खानी भनेर कुरा निकालिहाल्यो। निकालिसके पछाडि चाहिँ ल बनाऊँ न त भनेर मैले चाहिँ 5-6 सिटी लगाइदिएँ कि त्यो भएपछि मजाले पाक्छ नि त। अनि उसलाई पनि खाजा रेडी गरेर पठाइदिएँ मैले। पठाइसकेपछि अब आफू पनि त टेस्ट गर्नु पर्यो कस्तो भएछ, धेरै वर्षपछि खान लाग्यो भनेर टक्क राखिसकेर ट्याक्क लिएर अनि खाना बसेको त अनि यस्तो मिठो भएछ कि साथीहरू है। अब आफूले बनाएको नमिठो भए पनि मिठै हुन्छ क्या।